हट कहाँ थियो दिरा क्या साला अङ्कल अनि नेपालमा बसेर नि के गर्नु होइन गाइस गाह्रो छ नेपालमा बसेर नि अब त्यो गाइस म चाहिँ यहीँ नेपालमा बसिरहेको छु हल्का हल्का फुल्का स्ट्रगल हार्न छ गाइस है के हुन्छ कि भनेर हुन त हुन्छ गाइस मनमा कन्फिडेन्स छ गाइस सो व्हाट्स अप एभ्रीवन है त ल ह्याप्पी गुड मर्निङ टु एभ्रीवन ह्याप्पी गुड मर्निङ भन्नु आएछ गाइस यार थट गुड मर्निङ टु एभ्रीवन गाइस अहिले चाहिँ कति त्यस्तै 8 साढे 8 भयो होला गाइस है अनि यस्तो बिहान गाइस यस्तो चिसो छ मा कसम यार यो 15 गाइस कामै छैन भने गाइस 15 पनि पर परिसक्यो यार लास्ट चिसो छ गाइस है एकदम जाडो छ सो अब टक्क होइन हाम्रो बेलामा चाहिँ अघि गाइस भ्लग गरेको थिएँ यार भ्लगमा सब बोलेको सब भ्लगै भएन छैन गाइस हम करे तो करे क्या बोले तो बोले खाना पार्दैन भ्लगै नभएर सो अहिले चाहिँ म टक्क होइन हाम्रोमा ब्ल्याक प्यान्थमहरू सबै सकिसकेको छ सब ब्ल्याक प्यान्थमहरू म लिन लगाएको छु है टक्क पारामा यस्तो चिसो छ मौसमहरू है चिसो हावा गाइस बिहानको सर सो हिजो चाहिँ म स्कुटीमा गएको थिएँ गाइस आज चाहिँ म टक्क बाइकमा गएको छु है सामान लिन आज धेरै सामान छैन त्यही 10 पिस मात्रै लिन लाग्यो हो सो नजिकै हो सामान लिन ठाउँ पनि छु यार राम बिहान त कस्तो चिसो भनेको यार पहिला गाइस म यस्तो बिहानमा इन्टर भन्थेँ यार तर हुन त मैले पहिला लास्ट मोटो मोटो ज्याकेट लगाउँथेँ गाइस यार ज्याकेट पनि मैले गाइस त्यो पुरै डाउन ज्याकेट हुन्छ नि त्यो डाउन ज्याकेट बनाउनु दिएको थिएँ क्या होइन मोटोवाला त्यो हिमालय लगाउने ज्याकेट हुँदैन त्यस्तै ज्याकेट लगायो टक्क भित्र हानि लगायो बाइक पनि गाइस यार पिकअप पनि के हो यार अहिले तान्यो भने बिजोक हुन्छ यार बाइकको हट कहाँ थियो दिरा क्या अब ल है त गाइज धेरै पछि भ्लग हाल्दा नि रमाइलो त रमाइलो हुन्छ नि गाइज होइन च्यालेन्ज दिइसकेको छु गाइज मैले टक्क होइन 1 लाख सब्सक्राइब गाइज 6 महिनामा है त ल चाँडै हिँडेर भन्नुपर्छ गाइज है चाँडै मिटर भन्नुपर्छ 1 लाख कम्युनिटी बनाएर गाइज खतरा मजा आउँछ गाइज अब च्यालेन्ज दिइसक्यो होइन मैले चट्ट पारामा 6 महिनामा 1 लाख है त गाइज रेगुलर भिडियो अपलोड हुन्छ गाइज त्यही हेरेर सामान लिन गएको पनि भिडियो बनाइदिएर अल्छी नगरिकन है न त भिडियो बनाउन लास्टै उयो हुन्छ कि गाइज है सुरुसुरुमा जोसाइन्छ पछि गएर फेरि सिकाइन्छ कि गाइज जोसै हराइन्छ क्या अब किनकि तपाईँको यो भ्लग बनाउँदै गाइज लास्टै टाइम होइन तपाईँको एडिटमै लास्टै टाइम जान्छ क्या अब भ्लग एडिट गर्नु पऱ्यो भ्लग बनाउनु पऱ्यो गाइज है 5-6 घन्टामै त्यसमा गइदिन्छ सो यो चाहिँ हाम्रो गाइज मर्निङ टाइमको भ्लग है आज के बार हो मङ्गलबार हो है अनि आज हाम्रो काम त्यही छ गाइज मेरो फोटो खिच्नु पनि गाइज छ है आज त्यही ब्ल्याक प्यान्टहरू त मैले अस्ति नै फोटो खिचिसकेँ आज हामीसँग त्यो हिजो नयाँ आएको जुत्ताहरूको फोटोहरू खिच्नु बाँकी छ है किनकि हिजो त्यो हामीले भिडियोमा सुट मात्रै गऱ्यौँ है जुत्ताको बारेमा अलिक भने मात्रै प्राइस यति हो भनेर क्वालिटी दामी छ भनेर मात्रै भन्यौँ होइन हाम्रो ट्रकको पारामा आज फोटोहरू खिच्नु पनि छ त्यही अघि कमान गुमाको ठाउँमै गएर फोटो खिच्छु गाइज म चाहिँ है हल्का फल्का फोहोर हुन्छ सब सफा गरेर फोटो खिच्नु पनि हुन्छ गाइज है स्कुल बसको टाइम भइछ है त गाइज स्कुल जाने टाइमहरू स्कुल पनि है अब सोच्दाखेरि अहिले पो रमाइलो लाग्ने गाइज स्कुल लाइफ पनि है स्कुल लाइफमा बरु आनन्द थियो गाइज केही कुराको टेन्सन थिएन है स्कुल जाने आउने आमाले खानासाना पकाइदिन्थ्यो खाने होइन केही कुराको टेन्सन नहुने क्या अब स्कुलमा त्यही त भने होइन होमवर्क गर्दै गऱ्यो भने एउटा टेन्सन भने त्यही होमवर्क हुन्थ्यो होला बच्चामा अरू त रमाइलो गाइज होइन स्कुल लाइफ जस्तो रमाइलो लाइफ चाहिँ पाउन हामीले सकिन्न गाइज पाउँदैन अब पुग्छ क्या हो ओइ कालिया राम्ररी कालेर टोकेन मार्छ रे यस्तो छ गाइज यार कुकुरले फेरि डराइ हिँड्नु पनि हुन्छ यार गाइज ल्याम्याएर टोक्यो भने तनाव हुन्छ यार भने यसो मुर्चा बेला बच्चा बेलाको मेमोरिजको कुरा गरिदिउँ भनेको त होइन त्यस्तै गाइज बच्चा बेलामा एकदम होइन रमाइलो हुन्छ बच्चा बेलामा टेन्सन पनि केही हुँदैन है त्यो बचपनको सोच्नु गाइज है घर गयो घरदेखि स्कुलदेखि घर कहिलेकाहीँ साथीहरूसँग होइन क्यान्टिनमा सँगै खाजा खाने गाइज त्यो एकदमै होइन मेमोरिज हो क्या गाइज एकदमै धेरै याद आउँछ होइन हामी केटाको ठ्याक्कै याद आयो होइन त्यो सबजनाले मिस गराएको छु गाइज म है किनकि अहिले कोही पनि छैन गाइज यता यसो हेर्छ होइन कोही छैन क्या नत्र हाम्रो सबजना साथीहरू यहीँतिर बस्छ तिनचुलतिर हो होइन यता आरुबारी रामहेडतिर कमनतिर सबजना हाम्रो यहीँतिर बस्छ है अहिले त्यही त यसो जान्छ गाइज कोही छैन क्या अब हामी सबजना केटाहरू बाहिर पुगिसक्यो यार सबजना बाहिर भनेको यार मा कसम गाइज अनि नेपालमा बसेर नि के गर्नु होइन गाइज गाह्रो छ नेपालमा बसेर नि अब त्यही हो गाइज म चाहिँ यहीँ नेपालमा बसिरहेको छु हल्का हल्का फुल्का स्ट्रगल हार्न छ गाइज है
के हुन्छ कि भनेर हुन त हुन्छ गाइस मनमा कन्फिडेन्स छ गाइस आत्मविश्वास छ हुन त गाइस बवाले गरिदिन्छु भनेर सोचिरहेको छु म होइन तर गरेपछि देख्नुहुन्छ तपाईँहरूले टक्का बाह्रमा सो धेरै कुरा नगरौँ त्यो गाइस है केटाहरू पनि कोही छैन अहिले जस्ट हामी केटाहरू सबजना बाहिर पुगिसक्यो कोही कता होइन सबजना आफ्नो बाटोतिर तर गाइस यार बाइक कुदाउन लास्ट मजा आउने कि साँच्ची भनेको बाइक कुदाएको चाहिँ मैले गाइस होइन हिजो अस्तिबाट बाइक बनाऊ होला गाइस मैले बाइक बनाउनु त के बनाऊ भन्नु त्यो तार गएको रहेछ तार गएर मेरो आउनै भएको थिएन स्टार्टै भएको थिएन तार साटोमा गाइस वायरिङहरू चेक गरेर राम्रोसँग बनाइदियो त्यो वायरिङ मात्रै बनाएको गाइस तर गाइस वायरिङ बनाएको थिएँ कि बाइक बनाएको थिएँ कि गाइस मैले त बाइक मात्रै कुदाएर चाहिँ यार झन् ड्युक त गाइस मेरो पहिला गएर ओजी बाइक हो नि भन्नाले मलाई लास्ट वान अफ द फेभरेट बाइक है त गाइस मेरो 200 सेकमा चाहिँ गाइस है टिटिक्क छ यस्तो सानो सानो बाटोमा जाम यस्तो पल्युसन गाइस यस्तो हुने क्या गाइस यो भ्लग होइन मोटो भ्लग गर्दाखेरि चाहिँ तपाईँको ठ्याक्कै अब होइन म यहाँ अहिले बोल्न त म एक्लै बोलाएको छु तर मैले जब एडिट गर्छु नि म तपाईँहरूसँग बोला जस्तो लाग्छ गाइस मलाई चाहिँ है म तपाईँहरूसँग बोल्न लाग्यो गाइस खासमा है यहाँ है अब म होइन हेलमेटभित्र मान्छेले के थाहै छैन क्या होइन सबजनाले क्यामेरा दिएर तर म यहाँभित्र बोलिरहेको छु गाइस तर बोल्न चाहिँ म तपाईँहरूसँग बोलिरहेको गाइस है यहाँको मान्छेले के मतलब युट्युबमा देखिहाल्यो भने देख्ने हो गाइस है बोल्न चाहिँ म गाइस तपाईँहरूसँग बोल्ला छ है कन्टेन्ट हाल्नु पऱ्यो नि गाइस कन्टेन्ट यार एक महिनामा अरे 6 महिनामा गाइस 1 लाख सब्सक्राइबर त हान्नै पऱ्यो नि गाइस टक्क बाह्रमा सो गाइस है त ल जुत्ता सुत्ता लिइसक्यो मैले टक्क पारामा भाइले यहाँ बाँधिएछ है आज हाम्रो ब्ल्याक प्यान्ट थौँ होइन त टाइम पारामा बाँध्यौँ ल थ्याङ्क यू यार मेरो भाइ ल मेरो भाइ गयो ल त गाइज सामान बोकेर गाइज अब निस्किनु पऱ्यो है ल त गाइज ल सामान बोक्यो अब टक्क पारामा निस्किनु पऱ्यो गाइज घरतिर सामान ल्याएर गाइज अब बेचिहाल्नुपर्छ है बसर भएको चाहिँ दामी हुन्थ्यो गाइज है अब घरमा अनलाइनबाटै कस्टमरहरू कुरेर बस्नु पऱ्यो हुन्छ गाइज है ढाड चाहिँ गाइज तातो आइदिएर पसर सामान राखेर आज फोटोहरू पनि खिच्नु पर्ने छ गाइज यार कति काम छ गाइज धेरै काम छ आज धेरै बिजी के होस् गाइज यार एकदमै टाइट सेड्युल छ है काम पनि जस्तो चिल छ तर अलिकति बिजीकै गाइज एकदमै आज ट्राभिसको अनि एसबिटोङ हामीसँग व्हाइटमा आएको छ गाइज है 13 वर्ष अनि त्यसको पनि फोटो खिच्नु पर्ने छ अनि हामीसँग गाइज एकदमै दामी क्वालिटीको ब्ल्याक एयरफोर्स पनि आएको छ सबै आज दामी फोटो खिचाइहाल्नुपर्छ सल्लाह दिनुपर्छ नि अङ्कल अङ्कल पनि मान्छे हेरेर बस्छ ल है त गाइज फैकचकमा आइपुगे अब घर आइपुग्ला हो गाइज घर आइपुग्न लाग्यो ल हाम्रो बिहानको मेहनत सफल भएको छ A few moments later. गाइज है म चाहिँ अब घरमा आइसकेँ होइन टक्क आज हाम्रो गाइज फोटोसुट छ है जुत्ताहरू टक्क हाम्रो गाइज यहाँ रेडी भइसकेको छ है अनि टक्क बाटोमा फोटोसुट गर्नुको जाने हो गाइज कमानकोमातिर दामी पारामा अनि हाम्रो बहिनी चाहिँ यहाँ यी सामानहरू भित्र छ हाम्रो बहिनी बिहानदेखि अलिकति बिजी हुन्छ गाइज हाम्रो बिहान अलिकति धेरै म्यासेजहरू आउँछ होइन सो अब टक्क फोटो खिच्न जाऊँ गाइज टक्क पारामा दामी पारामा है त ल अब तपाईँहरूलाई एकचोटिमा घुमाउनु गएर भेट्छु ल